Hi guys. Hi, good morning from Hotel Pokhara. अनि यो चाहिँ हाम्रो नेक्स्ट सेकेन्ड डे हो हामी अब रेडी भएर ब्रेकफास्टको लागि जाँदैछौँ यिनीहरू कस्तो हल्ला गर्छ कि केही पनि सुन्दैन अनि यो चाहिँ हाम्रो ब्रेकफास्ट आइसकेको छ हाम्रो सैता खाना बसेकी छिन् मामा आमाले भोक लागेर खाइसक्यो श्रेयानी खाइरह हामीले चाहिँ होइन होटलबाट ब्रेकफास्ट गरेर पनि गाडीमा 2 घन्टा जति हिँडेर नि यहाँ बागलुङ आएर हामी मन्दिरमा जाँदैछौँ कि होइन तर हामीले हिँड्ने बेलामा भिडियो बनाउने चाँगै चलेको थिएन इनर्जी पनि थिएन अनि ओछ्यान चाहिरहेको छ ओछ्यान अनि अहिले हामी चाहिँ मन्दिर जाँदैछौँ पछाडि भ्यू देख्नुहुन्छ क्या दामी छ वाह ओटिडी ओटिडी एन्ड हाम्रो अरू पल्टनहरू उता छन् हामी चाहिँ बागलुङ कालिका मन्दिर जान लागेको यहाँबाट फर्केर कहाँ गएर कतिखेर खाना खाने कहाँ जान्छ हामी यस्तै छ यही छ हाम्रो चलिरहेको छ टुर थाकी पनि रहेको छौँ हिँडी पनि रहेको छौँ हिँड्न चाहिँ रुकेकै छैन हिजोबाट कति हिँड्नु हिँड्दा मान्छे यहीँ यस्तो भइसक्यो हामी यहाँको भ्यू चाहिँ कस्तो दामी चाहिँ भने पठाइदिनु ल सो mesmerizing. Okay. मन्दिर ढोकेर आएको लुक मेरो कार्डिगन आज भर्खर लाग्यो नयाँ कार्डिगन रातो भयो पछाडि आइरहेछ अझ कति घन्टा लाग्छ होला है मुस्ताङ पुग्न अत्तो पत्तो छैन हामी चाहिँ लामो पुलमा आएको होइन अनि त्यसपछि गएर मुनतिर हेर्दा डर लाग्छ त्यही म अगाडि हेरेर हिँडिरहेको छु मेरो यहाँबाट फोन खस्यो भने के हुन्छ होला है त्यही भएर म अब गर्दिनँ है म राख्छु मेरो लामो पुलबाट देख्ने भ्यू बिचबाट मैले खिच्न सकिनँ म डरले यहाँ हुतुक्कै भएको थिएँ त्यही भएर छेउमा खिचेको तर म अहिले जाने बेलामा खिच्न सकेँ भने खिच्छु यो चाहिँ माथि पुलको भ्यू है म डरै खिचेको कुन हिमालय थियो हामी खाना खाएको होटेल हामी सबैले खाना आइसक्यो श्रेयाले खाँदैछ राम्रो छ होटेल अनि यहाँको सर्भिस पनि राम्रो छ हामीले चाहिँ मिल्की खाना खाएर मिल्की बार खाँदै हामी चिसोलाई मार्छ भन्दै अनि चिसोलाई मार्छ
सबैजनाको फोटो सुट भइरहेछ यहाँ हामी भर्खरै मस्त आइपुगे सबैजना जाडोले सबैजना जाडोले काम भर्खरै यस्तो जाडो छ मेरो आउँदा आउँदा एउटा रिङ्गै हो र यो गाडीमा रेड इज हल्दी ग्रिन वाला यो कसले भेटायो कमेन्ट गरिदिनु होला नि हामीलाई रुम चाहियो कि छिटो चढ्बो गाइज हामी जान लाग्यो हाम्रो 502 मा 502 वेलकम टु आवर रुम ये अबे ले च्यातेको तनाव छ यस्तै हो ऐना एउटा सानो चुक्का रहेछ ऐना यही हो हाम्रो रुम लाउजम के वासरुमहरू पनि बस्दैन वासरुम हुनुहुन्छ च्यातेको तनाव चेन्ज गर्नु भन्नु नि बाल दाइहरू पोखरा गएर काम गर्नुहुन्छ कि ए सिजनको बेला त यहाँ हुनुहुन्छ हामीलाई यहाँ काठमाडौँबाट यस्तो जाडो भइरहेछ तर यहाँ के जाडो केही पनि होइन रे दाइले हाम्रो त काठमाडौँमा जाडो महिना यतिको जाडो मात्रै हुन्छ यो पनि सबसे हाई जाडो हो यहाँबाट जेली गर्नु कस्तो टाढा छ भाइ हिँडेर सिधै हो यहाँबाट मुनि हो ए राति राम्रो देख्छ अरे हो रमाइलो हुन्छ भने जानुपर्छ भोलि जाउँला बरु बेलुका आज उहाँ यहाँको रेस्ट गरौँ दाइ तातो पानी नै आउँछ यहाँ हाम्रो यहाँ खाना टक्क छ यहाँनिर हामीलाई घिउ पनि हालिदिनु भएको छ खाने ठाउँ पनि राम्रो छ अनि साथीहरू पुरै खानाको लागि लाइनमा बसिरहेको छ घिउ हालिदिनु भएको छ म टन्न खाना खान्छु ल